सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू अनदर भ्लग। मेरो भ्लगमा हजुरहरूलाई फेरि नि स्वागत छ। र म चाहिँ हजुरकै प्यारो सन्तोष लिम्बू। चिनिसक्नुभयो होला, योभन्दा पहिला नै मेरो भिडियो हेरिसक्नु भएको छ भने हजुरहरूले मलाई चिनिसक्नुभयो होला। र आज चाहिँ म र मेरो भाइ आएको छौँ। मेरो भाइ अगाडि जाँदैछ, साइकलमा जाँदैछ। र आज चाहिँ हामी घुम्न आएको छौँ, घरमा अल्छी लागेर कति घरमा बस्नु भनेर यसो घुम्नु निस्केका छौँ। र आज चाहिँ हामी यहाँ भगवान् मन्दिर जाने, एकछिन घुम्ने ओर्ने अनि घर सर निस्किने प्लान छ। यो मन्दिरमा आएको नि धेरै भइसक्यो, त्यही भएर अब घुम्नु भनेर यसो घरबाट निस्केको। यहाँको मेला पनि आइएन। यो ढोका खुल्लै छ, कल पनि होला होइन यहाँ। यहाँ सट्ट सानो नाला जस्तो छ, खोला हो, माछा साछा नि होला। र हामीलाई वास्ता छैन। ढोकानी टक्क लक भन्छ यसलाई, टक्क ढोकानी खुल्लै रहेछ। अगाडि बस्नु ठाउँ दिएको छ। आइज अब हामी यहाँ एकछिन बस्छौँ। सबभन्दा सुरुमा दर्शन गरौँ होला, धेरै बुन आएको। र हामी यसो, यो चाहिँ हाम्रो मन्दिर सानो चिटिकको। यहाँ मेला लाग्छ हाम्रो मन्दिरमा, हामी चाहिँ आएको छैन। यो मन्दिर यहीँ मेला लाग्छ, अस्ति लागिसकेको, यहाँ मेला लागिसक्यो हो। अहिले चाहिँ हामी घुम्न आएको छौँ। सो र यो चाहिँ पुरानो कहिलेको रुख हो। यो चाहिँ थाहा भएन, लास्टै पुरानो छ हेर्दाखेरि। यहाँको मेला आइस् त? म त आइन त। र यहाँ चाहिँ माछा छ जस्तो छ, पुरा उफ्रिँदैछौँ यहाँ अगाडि। बस्ने ठाउँ चाहिँ उहाँ एकछिन बस्नुपर्ने, तर एक चक्कर घुमेर आउँ न के कसो छ। कल सल फेरि छैन रहेछ, पानी कम भने खोइ पानी आउँछ, यहाँ कल रहेछ, पानी आउँछ कि आउँदैन। लेट्स ट्राई। ए यो भाँचिसकेको रहेछ। नो वाटर, नो लाइफ, नो वाटर। यहाँ चाहिँ त्यस्तो खासै त केही छैन रहेछ। पहिला चाहिँ यहाँ पुरा हुन्थ्यो। हामी यहाँ दुलो छ त के हो यो? कस्तो घाम लागेर केही देखेन। दुलो थियो त्यहाँ चाहिँ एउटा सानो भन्दा नि यत्रो दुलो थियो। यहाँ पनि सानो मन्दिर जस्तो छ। यहाँ चाहिँ एउटा सानो मन्दिर जस्तो छ। अरे चराहरू पनि रहेछ यहाँ त। जमुनाको रुख, जमुना फलिसकेछ है। यो जमुनाको रुख रहेछ। हो भने जमुना खानु हुने, अब थाहा भइसक्यो हामीलाई जमुनाको रुख छ भनेर। कत्रो ठुलो उयसको रुख हो यो, सिम्मलको रुखहरू पनि रहेछ। यो पिपलको रुख जस्तो छ, तर के को रुख थाहा भएन। खोलाहरू रहेछ, खै के हो। सिम्मल, यहाँ सिम्मल, त्यहाँ सिम्मल, त्यहाँ सिम्मलको रुख, त्यहाँ प्रायः सबै। त्यहाँ बिचमा चाहिँ कसले त्यो गाडो रे? यो पनि उब्थियो कसले? फ्रीमा? ल यहाँ चाहिँ 1 वर्षमा 1 टन मार्नु दिन्छ अरे फ्रीमा, माछा सबैलाई। यहाँ चाहिँ फ्रीमा मार्नु दिन्छ अरे 1 वर्षमा 1 टन सबैलाई माछा। माछा चाहिँ टन्नै छ जस्तो छ। 1 टन सुखाउँछ अरे, सबैलाई मार्नु दिन्छ अरे। माछा छ जस्तो छ। यहाँ चहल पहल दिँदैछ। कत्रो ठुलो छ हेर न। सब छ यार, यो लास्टै ठुलो छ। यहाँभित्र छिरेको त 1-2 वर्ष भइसक्यो थियो। आज छिरियो भित्र पनि। माछा ठिकै छ, पार्क बनाउँदा पनि। बोर्ड, सानो बोर्ड राख्यो भने चाहिँ ठिकै हुन्छ। ठाउँ त्यति नराम्रो पनि छैन, ठाउँ ठिकै छ। नराम्रो भन्नु पनि मिल्दैन, राम्रो त्यति राम्रो पनि भन्नु मिल्दैन। ठिकठाक घुम्नु ठिक हुन्छ, घुमफिर रमाइलो हुन्छ।
यहाँ चाहिँ घर छ, सानो सानो घर छ। अब चाहिँ हामी एकछिन बस्छौँ होला अनि जान्छौँ। सो अब चाहिँ हामी यसो कल खासमा हामी यसो एकछिन घुमौँ अनि पानी खाऊँ भनेर आएको। कल देखिसक्नुभयो अघि नै, कलको हाल बेहाल भएको छ। सो अब पानी खानु पाइएन हामीले। हाम्रो साइकल चाहिँ त्यहाँ छ, चाबी साबी के हालेको छैन, हरायो भने फेरि अर्को टेन्सन हुन्छ। त्यही भएर अब हामी निस्किनु पर्छ जस्तो छ होइन र, निस्किनु पर्छ अब हामी। सो यहाँ चाहिँ बस्ने ठाउँ पनि दिएर रहेछ, बस्थ्यौँ न त्यो यहाँ बस्छौँ न त के बिग्रिन्छ है। सर्ट एकछिन बस्छौँ। आँप पनि रहेछ यार, तर आँपै फलेको छ यहाँ। अब आँप खानु हुन्थ्यो, कडाम कडाम। ओइ बस्ने ठाउँ यस्तो के माछा मानिदियो भने हो नि त। माछा मानिदिन्छ अरे, वर्षमा 1 टन, वर्षमा 1 टन माछा मानिदिन्छ अरे यहाँ। सो मार्ने खेर सबैजनाले म बोलाउँछु म। यो 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 पुरै ढाकिदिनुपर्छ, यो पुरै ढाकिदिनुपर्छ। माछा मार्ने खेर पुरै ढाकिदिनुपर्छ। सबैले यहाँबाट 10 केजी माछा लिएर जानुपर्छ। एउटा माछा कति? 10 केजी कत्रो? एउटा माछा 10 केजीको अरे हौ। कत्रो होला 10 केजीको माछा? तर एक वर्ष पालेको माछा पाल छैन अनि 1 वर्ष पालेको माछा कत्रो होला त? सोच त आफै। लट्सप होला, लट्सप। ठुलोमा ठुलो, ठुलोमा ठुलो, टलमा टल सबै होला। लट्सप होला माछा त, ठुलो न ठुलो। वर्षमा 1 टन मानिदिन्छ अरे। के हो आफैले सुकाउनु पर्ने कि सुकाउँछ? ए आफै सुक्छ? वर्षमा 1 टन आफै सुक्छ अनि अरूले मार्ने खेले बोलाउँछ कि के? सो अब यहाँ पनि म मार्नु दियो भने म कुन हुनु पर्ला। यत्रो 15 केजीको माछा म एक्लै काँटा बोकेर लिएर जान्छु। सो सबैलाई म बोलाउँछु, सबैले खानुपर्छ। अनि कत्रो ठुलो छ हेर न आफू, यत्रो ठुलो छ। सर्पहरू धेरै छ भन्छ यहाँ। सर्प पहिला नागिनहरू निस्किन्थ्यो भन्ने सुन्ने थिएँ क्या मैले पनि। त्यस्तै अब माछा मार्ने बेला बोलाउँछु। सो लास्टैसम्म जोडिनु भएको छ भने हजुरहरूलाई धेरै माया छ र सकेसम्म हजुरहरूले राम्रो राम्रो ब्लग चाहियो भने मलाई सम्झिनुहोस्। इट्स मी, मलाई सम्झिनुहोस्। र हजुरहरूलाई मेरो भिडियो मन पर्छ भने तल दिएको रातो सब्सक्राइब भनेर लेखेको बटनलाई पनि दबाइदिनुहोस् अनि सब्सक्राइब अलमा सिलेक्ट गरेर राख्नुहोस्। मेरो नयाँ नयाँ भिडियो भ्लग सबभन्दा सुरुमा हजुरहरूले देख्न पाउनुहुन्छ। र भिडियो मन पर्यो भने हजुरहरूले मलाई लाइक कमेन्ट सेयर सब्सक्राइब दिनु सक्नुहुन्छ। कुनै कर छैन, कुनै बाध्यता छैन। ठिक लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु, नभए अर्को भ्लगमा भेटौँला। सो अहिलेको लागि बाई बाई। लभ यु सो मच। सबैलाई राम्ररी बस्नुहोस्।